नमस्ते साथीहरू, हाम्रो च्यानलमा स्वागत छ। आज हामी एक धेरै महत्त्वपूर्ण संगठनको बारेमा कुरा गर्नेछौँ, विश्व स्वास्थ्य संगठन वा WHO। WHO संयुक्त राष्ट्रको एक एजेन्सी हो जसले विश्वभरि स्वास्थ्यको लागि काम गर्छ। तर यसको अर्थ के हो, आउनुहोस् बुझौँ। WHO को स्थापना 7 अप्रिल 1948 मा भएको थियो। यसको मुख्यालय जेनेवा स्विट्जरल्यान्डमा छ, तर यसको काम संसारभरि फैलिएको छ। WHO ले आफ्नो यात्रा चेचकलाई समाप्त गर्ने मिसनबाट सुरु गर्यो। चेचक एक खतरनाक रोग थियो जसले लाखौं मानिसहरूको ज्यान लियो। WHO का प्रयासहरूबाट चेचकलाई 1980 मा समाप्त घोषित गरियो। तर WHO को काम यहाँ समाप्त हुँदैन। उनीहरू धेरै रोगहरूसँग लड्छन्, जस्तै HIV एड्स, क्षयरोग, मलेरिया, क्यान्सर र मधुमेह। उनीहरू मानसिक स्वास्थ्य, बाल स्वास्थ्य, आपतकालीन स्थितिमा पनि मद्दत गर्छन्। स्वास्थ्य आपतकालीन स्थितिमा WHO को धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। जस्तै पश्चिम अफ्रिकामा इबोला प्रकोपको समस्या, WHO ले अन्तर्राष्ट्रिय प्रतिक्रिया समन्वय गर्यो, चिकित्सा आपूर्ति प्रदान गर्यो र स्वास्थ्य कर्मीहरूको समर्थन गर्यो। त्यस्तै कोभिड-19 महामारीको समयमा WHO ले मार्गदर्शन पर्याप्त गर्यो, खोप वितरणमा मद्दत गर्यो। उनीहरूको काम जीवन बचाउन र देशहरूलाई यही सङ्कटसँग निपट्न मद्दत गर्न महत्त्वपूर्ण भएको छ। त्यसो भए WHO के गर्छ? यहाँ उनीहरू के प्रमुख कार्यहरू के छन्? WHO के गर्छ? यहाँ उनीहरूको केही प्रमुख कार्यहरू छन् जुन म तपाईहरुलाई अघि बताउने छु। नम्बर 1 मा के छ कि स्वास्थ्य मापदण्डहरूको स्थापना। WHO स्वास्थ्य सेवाको लागि दिशानिर्देश र मापदण्ड बनाउँछ। अनुसन्धान गर्नु, उनीहरू स्वास्थ्य र रोगमा अनुसन्धान गर्छन्। प्राविधिक सहायता प्रदान गर्नु, WHO देशहरूलाई उनीहरूको स्वास्थ्य सेवा प्रणाली सुधार गर्न मद्दत गर्छ। WHO सरकारहरू, NGOs र अन्य सङ्गठनहरूसँग मिलेर काम गर्छ ताकि सबैका लागि संसारलाई एक स्वास्थ्य स्थान बनाउन सकियोस्। विश्वभरि WHO का कर्मचारीहरू र स्वास्थ्य कर्मीहरूको कडा मेहनत र समर्पण वास्तवमै प्रेरणादायक छ। उनीहरू प्रत्येक दिन एक फरक बनाइरहेका छन्। त्यसै भए अर्को पटक तपाईँ जब WHO को बारेमा सुन्नुहुन्छ, याद गर्नुहोस् कि उनीहरूको विश्वव्यापी स्वास्थ्यमा कति ठूलो प्रभाव छ। रोगहरूलाई समाप्त गर्नदेखि आपतकालीन स्थितिहरूको जवाब दिनसम्म उनीहरूको काम एक स्वास्थ्य भविष्यका लागि महत्त्वपूर्ण छ। हेर्नुभएकोमा धन्यवाद। यदि तपाईलाई यो भिडियो जानकारीमूलक लाग्यो भने यसलाई लाइक गर्नुहोस्, आफ्ना साथीहरूसँग साझा गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। स्वास्थ्य रहनुहोस् साथीहरू। धन्यवाद। तपाईहरूको दिन शुभ रहोस्।